नमस्कार साथीहरु, तपाईहरुलाई च्यानलमा स्वागत छ। आज फेरि अर्को भिडियो Samsung Galaxy S25 Ultra टाइटेनियम ग्रे रङमा अनबक्स गर्दैछु। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। Samsungले आफ्नो Galaxy S25 श्रृंखला जनवरी 22 मा Galaxy Unpacked कार्यक्रममा घोषणा गरेको थियो। यो फोन आधिकारिक रिलिज मिति फेब्रुअरी 7 भन्दा अगाडि नै डेलिभरी गर्न थालेका थिए, तर मैले भर्खर लिन भ्याएको छु। जे हुन्छ राम्रैको लागि हुन्छ। मैले चाहिँ 512GB मोडल किनेको छु। स्टोरेजको आधारमा क्रेडिटहरु पाइन्छ भनेर यहाँ देखाइरहेको छ, जस्तो कि 256GB को किन्दाखेरि चाहिँ $100 हैन, अनि 512 को किन्दाखेरि चाहिँ $80 र 1TB को किन्दाखेरि चाहिँ $60 भनेर देखाइरहेको छ। तर यो चाहिँ मैले चाहिँ पाइन, किनभने मैले चाहिँ अब कुपङबाट किनेको भएर यो चाहिँ सायद मलाई लाग्छ स्टोरमा गयो भने चाहिँ यो पाइएला। र यो क्रेडिटले चाहिँ अरु सामान, केसहरु, ग्यालेक्सी वाच, ग्यालेक्सी ट्याब वा कुनै पनि Samsung स्टोरका प्रोडक्टहरुमा यो क्रेडिट प्रयोग गर्न सक्नुहुन्छ भन्छन् है। अब बक्समा हेर्दा यहाँ S25 Ultra र S Pen को सुन्दर छायाचित्र देख्न सकिन्छ। अब ट्याबहरु खोलेर हेरौं। ठीक माथिपट्टि टाइटेनियम ग्रे रङको Galaxy S25 Ultra देखिन्छ। साच्चै सुन्दर देखिन्छ है। टिलिक टिलिक टल्किन्छ पनि यसको शाइनिङहरु हेर्नु, कहिले गोल्डन जस्तो देखिन्छ हैन। अब यो ग्रे कलर हो, यसको बिटहरु हेर्नु नि, बिटहरु अब त्यो पनि जस राम्रो छ। मलाई चाहिँ एकदमै राम्रो लाग्यो फोन चाहिँ हैन। तपाईहरुलाई कस्तो लाग्छ, कस्तो लाग्यो छ भने हैन। अब तर मलाई चाहिँ एकदमै क्लीन राम्रो छ हेर्दाखेरि पनि हैन। अब हेरौं यसको भित्र के रहेछ त। खोलेर हेरौं। त्यो एउटा पिन रहेछ हैन, सिम निकाल्ने र क्विक स्टार्ट कार्ड भन्ने एउटा कार्ड रहेछ र त्यो केबल रहेछ है त, सी पोर्ट केबल रहेछ। यसको स्क्रिन मैले उकाएर फाल्दिए है त। अन गरी हेरौं है कस्तो देखिन्छ। अब वेलकम लेखायो त। अब स्टार्ट गरौँ। स्टार्ट बटन थिचौं हैन। फर योर रिभ्यू भनिरहेछ है। अब यहाँ चाहिँ टर्म्स एन्ड कन्डिसन आई एग्री भन्ने ठाउँ छ हैन। अब त्यहाँ चाहिँ तपाईहरुले दुईटा मात्रै लाएर एग्री गर्दिनु होला। चार्टै लाउँदा पनि हुन्छ हुन चाहिँ, तर दुईटा मात्रै लाएँ मैले चाहिँ है। अब यहाँ इजी सेटअप विथ अनदर डिभाइस भनिरहेछ हैन। मैले चाहिँ अब सेटअप म्यानुअली गरिदिन्छु है त्यहाँनिर। अब यहाँ चुज वाइफाई नेटवर्क भनिरहेछ हैन, स्किप गर्दिए। चुज टु अ मोबाइल नेटवर्क भनिरहेछ है। यसमा चाहिँ मैले सेटअप लेटर इन सेटिङ भनेर गर्दिए। कपी एप्स एन्ड डाटा भनिरहेछ, मैले नेक्स्ट गर्दिए। यसमा पनि स्किप गर्दिए मैले यो गुगल पनि। अब प्रोटेक्ट योर फोन नम्बर भनिरहेछ है। यो पनि मैले स्किप गर्दिए अहिले। ल अब यो कन्डिसनर टर्म कन्डिसनर आइरहेछ है। अब यसलाई अब सबै टिक लागिराखेकै छ यहाँनिर। अब यसलाई चाहिँ अब एक्सेप्ट गरिदिनु है त। यहाँ चाहिँ अब फोन नम्बर, इमेल नम्बर जेबाट पनि लगइन गर्दा हुन्छ हैन। अब यो क्युआरले गर्दा पनि हुन्छ। मैले चाहिँ गरिन, स्किप। यसमा नि स्किप गर्दै मैले अब यो सबै गरेर टिक लाएर हैन। अब कुन लाउने, सबै लाउँदा पनि भयो, माथिको एउटा मात्रै लाउँदा पनि भयो हैन। अब मैले चाहिँ सबै लाएर स्किप गरिदिन्छु है। यो पनि मैले एक्सेप्ट गरे, सबै अब टिक लागेकै छ आफै हैन। यसलाई पनि एग्री गरिदिन्छु है म। चेकै रिजन आयो। अब तपाईहरुले आफूले छान्न सक्नुहुन्छ है त। जुनै छानेर नेक्स्ट गरिदिनु होला है। एउटा जुनै भए पनि म पनि एउटा छानेर अब नेक्स्ट गरिदिन्छु है त यहाँनिर। अब यहाँ तपाईहरु लाइटमा गर्नुहुन्छ कि डार्कमा गर्नुहुन्छ? मैले डार्कमा गरिदिए है त। स्टार्ट गरे अब है। होममा गएँ म। अब हेर्नुहोस् है। ल यस्तो छ फोन चाहिँ। अब तपाईहरुलाई कस्तो लाग्यो 25 Ultra? मलाई चाहिँ दामी लाग्यो है। यो हेर्दाखेरि पनि एकदमै रमाइलो छ। टिलिक टिलिक टल्किन्छ हैन, सफा छ। हेर्नु यसको क्यामेरा अगाडि हैन, फ्रन्ट क्यामेरा त्यहाँ देखिरहेछ। माथिबाट स्विप गरेर अब यहाँनिर तपाईहरुले नोटिफिकेसन बारहरु हेर्न सक्नुहुन्छ। दायाँबाट माथितिर तान्नुभयो भने त्यहाँनिर चाहिँ क्विक टु कल्सहरु पनि छन् है। अब यो चाहिँ अब छिटो छरिटो यहाँबाट चाहिँ अब छिटो कुनै पनि एप, अब जस्तै ब्राइटनेस घटाउने बढाउने, साउन्ड घटाउने बढाउनेहरु चाहिँ यहाँनिर पाइन्छ है त। अहिले चाहिँ हामी होम स्क्रिनमा छौं है। यसको स्क्रिन चाहिँ पहिलाको भन्दा अलिक ठुलो छ। 6.9 इन्च भएको छ है। 24 अल्ट्रामा चाहिँ 6.8 इन्च मात्रै थियो भने यसमा 6.9 इन्च भएको छ। त्यसको तुलनामा अलिक ठुलै भएको छ। यसको अब कलरहरु पनि विभिन्न कलरहरुमा पाउनुहुन्छ हैन। अब तपाईहरुलाई कस्तो मन पर्छ त्यही कलर चुज गरेर किन्न सक्नुहुन्छ है। फोनमा एन्ड्रोइड 15 छ, One UI 7.0 को साथमा। ब्याट्री चाहिँ त्यही 5000 mAh को है। गत वर्ष जस्तै यो कुनै पनि चेन्ज आएको छैन। 512GB स्टोरेजमा 478.9 जति चाहिँ हामीले प्रयोग गर्न पाउँछौं, किनकि 12GB र्याम हुन्छ, अरूमा काटेर जान्छ है। 25 अल्ट्रा चाहिँ थोरै राउन्ड
र फ्ल्याट छ, हेर्दा साह्रै राम्रो देखिन्छ है त। तपाईहरुलाई चाहिँ मनपर्छ पर्दैन, अब मलाई चाहिँ एकदमै राम्रो लाग्यो। अब बाहिरी चाहिँ राम्रो छ हैन, अब भित्री कस्तो छ म भित्रको बारेमा पनि पछि तपाईहरुलाई क्यामेराहरुको बारेमा अथवा अरू यसको उहरुको बारेमा तपाईहरुलाई म भन्ने छु है त। र अन्त्यमा यसको कभर पनि आएको रहेछ, म कभर पनि लगाइदिनु पर्यो है त। यो यसो पुछेर यसको क्यामेराको सेफ्टीको लागि र मोबाइलको सेफ्टीको लागि कभर पनि आएको रहेछ, किनेको थिएँ मगाइरहेको थिएँ। त्यो पनि लगाइदिइहाल्नु पर्यो, कस्तो देखिन्छ तपाईहरुले त्यो पनि हेर्नु होला है त। यो क्यामेरा पहिला टेपले प्याट उकाएर हैन, अब त्यहाँ चाहिँ टाल्नु पर्ने हुन्छ यसको कभर। आँखा लाउनु पर्ने छ भनौँ न, त्यो उसको आँखा नजानलाई। महँगो फोन हो, अब उसको आँखा उडिगयो भने त अनि मुटु फुटे जतिकै हुन्छ फेरि हैन। त्यही भएर यसको आँखा चाहिँ लगाइहाल्नु पर्यो। यहाँनिर प्रेस भनेर दिइरहेको छ, थिच्नु पर्यो। चाहिँ बल्टियो थिच्नु पर्यो यसलाई चाहिँ, यो कसरी डराउने गरी। ल अझै पनि भएको छैन है त। यो यसलाई थिचेर अनि बाहिरको कभर उकाएर फालिदिनुपर्छ है त। ल फाइनली भएको छ, मैले उकाइदिएँ बाहिरकोलाई हैन। त्यसमा चाहिँ छैन, त्यहाँ बसिसकेको छ छाउमा, क्यामेरामा बसिसकेको छ है। त्यसमा चाहिँ छैन हैन। अब यहाँ चाहिँ छैन। अहिलेको फोनहरु खोइ के निकालेको आँखा मात्रै लाउन मिल्ने हैन, कभर मात्रै लाउन मिल्ने, सिसा मात्रै लाउन मिल्ने, सबै आफ्नो तरिकाले निकाल्न मिल्ने। यसको कभर छ, यो कभर पनि लगाइदिनु पर्यो। यसो पुसपास गरेर ट्याक्क लगाइदिनु पर्यो, कस्तो देखिन्छ है त। ल कस्तो देखिरहेछ त, तपाईलाई मन पर्यो त फोन कि कभर बिना नै ठिक थियो? आफ्नो कमेन्ट पनि राख्नु होला है त, कस्तो लाग्छ। मलाई चाहिँ ठिकै लाग्यो यो कभर पनि, त्यस्तो नराम्रो चाहिँ हैन। हेर्दाखेरि लुक्स राम्रो देखिन्छ। स्यामसङ S25 रेडी भयो। अब पकेटमा बोकेर हिँड्ने, पछार्दा पनि केही हुँदैन यसलाई। ल सबै रेडी भएको छ है त। तपाईहरुलाई धेरै धेरै धन्यवाद अहिलेसम्म भिडियो हेरेर साथ दिनुभयो हैन। आगामी दिनमा म यसको क्यामेराको सेटिङहरुको बारेमा भिडियो लिएर आउने नै छु। तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। आगामी दिनमा राम्रो भिडियोहरु ल्याउने प्रयास गर्नेछु। अहिलेसम्म हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। सब्स्क्राइब गर्न नभुल्नु होला।